हेलो साथीहरू, आज चाहिँ हामी के अरे सुनथानमा भएको स्विमिङ पुलमा स्विमिङ गर्न जान लागेको। माथिपट्टि सुनथान चौर हो अनि अहिले चाहिँ हामी त्यहाँ जान लागेको त्यो रेड कलरको जस्ता भएको ठाउँमा। त्यो माथिको चाहिँ सुनथान चौर हो। त्यहाँबाट सिधै तलतिर झरेर यही बाटो हुँदै गयो भने त्यहाँको स्विमिङ पुल पुग्छ। यहाँ चाहिँ राइट साइडपट्टि आउँछ, सिधा आएर राइट साइड जानु भएन। हामी चाहिँ भित्र आइसकेका छौँ। ठुलो छ नामलाई डुबाउँदैन भने जाऊ। फिटसम्म मात्र रहेछ, 9 फिट 10 फिटसम्म भाँडो झन् रमाइलो हुन्थ्यो। र त्यही हो 3 फिटदेखि सुरु रहेछ 7 फिटसम्म यति नै हो। अब चाहिँ हामी यहाँबाट निस्किरहेको छ। अरू पौडी पनि रहेछ ल। अरू इन्ट्रेन्स त्यही हो है। आज तर वाइल्ड मान्छे रहेछ, शनिबार भएर बेलुका भयो नि प्याक के गर्नु होला। आउँदाखेरि चाहिँ अब यसो पौडी खेल्दा आउँदाखेरि चाहिँ शनिबार नपारिकन आउनु होला। त्यही नै भन्न चाहन्छु। यताबाट निस्क्यो भने चाहिँ यता उस भाइरल रोड पुग्छ अहिले। यता पछाडिबाट यता खोइमा यता अनि त्यताबाट माथि। तर आउँदाखेरि चाहिँ सजिलो हुने यता भाइरल रोडपट्टिबाट है। अब हामी घरतिरको यात्रामा फेरि यताबाट अटो चढ्नु भएन, मुनि पुग्नुपर्छ। अलिकति मुनि पुग्नुपर्छ। अघि एउटा साथीहरू माथि नै थाप्यो, लोदर अटोमा चढ्यो। त्यही हो। अब चाहिँ अटो चढ्ने ठाउँमा गएर भिडियो होला है त। त्यही हामी अटो भएको ठाउँमा आइसक्यो। अटो जान्छ जाँदैन चाहिँ थाहा भयो फेरि कतिको बाँकी रहेछ चेक गरौँ। रोइरहेको छ एउटा जादू मंतर